अहिलेको सरकार कहाँ अलमल्यो तपाईँले कसरी हेर्नु? अब अहिलेको सरकार कहाँ अलमलिएको छ भने विशेष गरेर अब 1.5 महिना भयो यसको सबै कुराहरू त हामीले क्रिटिसाइज गर्नुपर्ने त्यति आवश्यकता छैन। संविधानले दिँदैन अरे नि त। त्यो संविधान फाल्न पर्यो नि। राष्ट्रपति ज्यूबाट फेरि राष्ट्रपति किन मान्नु पर्यो? राष्ट्रपति नि बाइक हटाइदिनुहोस् न। घरको जेनजीहरू हाइज्याकमा परिसके। जेनजीहरू त कहाँ छन् कुनै थाहा पनि छैन। पार्टीका कार्यकर्ता त्यो पनि हरुवा चरुवाहरूको भर्ती केन्द्र हो त्यो राष्ट्रिय सभा। त्यो चाहिँ जीवित खतरा चाल चल्नुभयो नि। बिचरा गृहमन्त्री अब त्यो उहाँ के हुनुहुन्छ हामी सबैभन्दा बाठो हो। उहाँ कागभन्दा पनि बाठो हुनुहुन्छ अहिलेका गृहमन्त्री। किनभने उनी अदालतका वकिल हुन्। पैसा खाएर मुद्दा लड्न जाने वकिल भने कति बाटो होला ल सम्झिनुहोस् न। यहाँ त के भयो चालक मात्र हामी परिवर्तन गरिराखेका छौँ तर इन्जिन हामीले परिवर्तन गरिरहेका छौँ। घ्यार नै छ। घ्यार छ। प्रचण्डजीको घरमा पनि क्यास जलेको हो सबैलाई थाहा छ होइन। शेरबहादुरजीको घर नै क्यास जल्यो। दीपक खड्काको घरमा पनि क्यास उडाइयो। यो ब्याङ्कमा राख्दैनन् नि। जेनजीहरूका माग परिपूर्ति गरेर मात्र चुनाव गर्नु। त्यो भएन भने यत्तिकै चुनाव हुने स्थिति आयो। फेरि आन्दोलन अबको आन्दोलन यो देशले त धान्न सक्छ। त्यो 2-3 दिन मात्रै जान्न सक्दैन। 36 घण्टामा 36 होइन अब त 17 घण्टाभन्दा बढी लाग्न सक्छ। राज संस्थाको विषयमा जनसङ्ग्रह गर्नु पर्यो नि त। त्यो चाहिँ कहिले गर्ने त जनसङ्ग्रह? यो आउने चुनावमै गरेर जाने। एकैचोटि गरिदिने के फरक पर्छ? त्यो नगरेर यदि यो सरकार चुनावमा जान्छ भने चुनाव हुँदैन। बालनजी त पार्टी सार्टीमा नआउने भन्ने कुरा नआयो भने के गर्नुहुन्छ त बालनजी? मेरै उठ्ने रे। अब मेयर हुनुहुन्छ नि देश परिवर्तन हुन्छ त। त्यो वार्ता गर्न जाने टिमका 15-20 जना केटाहरू आएर यहाँ किन आएको भन्ने तपाईँ जसले तपाईँको बच्चा मारेका हुन् त्यसलाई पक्राउ गरे। त्यो सक्छ त किन सकिरहेको छैन? सक्दैनन् भने होइन भने घर बस्ने फल्ने भनेको देशमा उथल पुथल हुँदैन केही हुँदैन। मान्छे मार्ने मान्छे पक्राउ गर्दा उथल पुथल हुन्छ। आधी बेरी आउँछ भनिरहेको छ। कसले आउँछ भने सडकमा निस्किन्छन् अरे कहाँ आउँछन् कति आउँछ समर्थ। ए बाबा एउटा कुरो के जानुपर्छ भने गौतम बुद्धलाई मान्न पर्छ, भगवान् रामलाई मान्न पर्छ। श्रीकृष्णले के भन्नुभएको छ? 10-20 हजार कार्यकर्ता निस्किँदैमा के फरक? केही फरक पर्दैन। त्यो हिम्मत हुनु पर्यो, मुट्टु हुनु पर्यो। तर अलि उल्टो गएको छ। 24 गते आन्दोलन गर्नेहरू भगाभगमा भइरहेको छ।